हामी सधैँ भन्दछौँ मौसम बदलिँदैछ, गर्मी बढिरहेको छ, तर के हामीले कहिल्यै गहिरेर सोचेका छौँ किन यस्तो भइरहेको छ? यो आकस्मिक होइन, यो हो जलवायु परिवर्तन, जसको प्रभाव अहिले हाम्रा आँखै अगाडि प्रष्ट देख्न सकिन्छ। जलवायु परिवर्तन अब समय छ सचेत हुने। के हो जलवायु परिवर्तन? जलवायु परिवर्तन भन्नाले पृथ्वीको दीर्घकालीन मौसमको ढाँचामा आएको परिवर्तनलाई जनाउँछ। यो परिवर्तन प्राकृतिक प्रक्रियाबाट पनि हुन सक्छ, तर आजको जुन परिवर्तन भइरहेको छ यो मुख्य रूपमा मानवीय क्रियाकलापको कारणले हो। प्रदूषण, कार्बन डाइअक्साइडको अत्याधिक उत्सर्जन, जङ्गलको कटानी, यी सबैले हाम्रो पृथ्वीको तापमान बढाइरहेका छन्। असरहरू हामीलाई कस्तो प्रभाव पारिरहेको छ? नेपाल जस्तो देशमा पनि जलवायु परिवर्तनका असरहरू गम्भीर छन्। हिउँ पग्लिँदैछ, बाढी पहिरो बढिरहेको छ, कृषिमा असर परिरहेको छ र हाम्रो जीवनशैलीमा ठुलो प्रभाव पारिरहेको छ। यो केवल वातावरणको कुरा मात्र होइन, यो हाम्रो भविष्य र हाम्रो सन्ततिको भविष्यको कुरा हो। हामी के गर्न सक्छौँ? प्रश्न यो होइन कि जलवायु परिवर्तन भइरहेको छ कि छैन। प्रश्न यो हो, हामी अहिले के गर्न सक्छौँ? साना साना कदमहरू। प्लास्टिकको प्रयोग कम गरौँ, साइकल वा सार्वजनिक सवारी चढौँ, अनावश्यक बत्ती बालेर नछोडौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, अरूलाई पनि सचेत बनाऊ। परिवर्तन सम्भव छ, तर यो तपाईँ र हामीबाट सुरु हुनुपर्छ। जलवायु परिवर्तनको सामना गर्न हामीले अहिले कदम चाल्नुपर्छ। भोलिको पृथ्वी आजको निर्णयमा निर्भर छ। भिडियो मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोस् र कमेन्टमा जलवायु परिवर्तन बारे के सोच्नुहुन्छ लेख्नुहोस्।